फाइनल्ली अझै मेरो गाउँपालिका डडेलधुरा आइपुगिसकेको छौँ। भौगोलिक विकटता चाहिँ छ, हिलो चिप्लो बाटो होइन, हुँदै हामीहरू आइपुगिसक्यौँ। तर जब यहाँ आइसकेपछि चाहिँ यहाँको मनोरम दृश्यले भने पक्कै मन लोभ्याउँछ। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, पहाड वरिपरि पहाड छ र त्यो बिचमा यो बादलहरू चाहिँ पहाडभन्दा तल, निकै तल, जसले मनलाई आनन्दित पक्कै पार्छ। र यहाँको मनोरम दृश्य हेर्नुहोस् तपाईँ, पहाडको चाहिँ त्यो कान्लाहरू यति मनमोहक छ। सायद दृश्यमा जति मैले यहाँ देख्छु आँखाले त्यति नहोला, नदेखिएला, तर निकै आकर्षक छ। सायद प्रकृतिको यही नै होला उपहारहरू, जो चाहिँ यहाँ आउनलाई निकै कठिन भए पनि आइसकेपछि भने एउटा आनन्दित ठाउँमा पुगेको अनुभूत चाहिँ हर कसैले गर्न सक्छ। यो दृश्यलाई हेर्न सक्नुहुन्छ। तपाईँहरूको पनि समय मिल्यो भने हाम्रो सुन्दर सुदूरपश्चिम एकचोटि अवश्य भ्रमण गर्नुहोला, निकै मनमोहक छ।